हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो नयाँ मिनी ब्लगमा। मेरो भोइस चाहिँ नि अर्कै आएको छ, इग्नोर गर्नु होला किनभने आज मलाई सन्चो छैन। त्यही पनि मैले भोइस ओभर गरेर भिडियो पोस्ट गर्दै छु। यो भिडियो चाहिँ हिजोको हो। हिजो चाहिँ हाम्रो घरमा कुखुरा फर्म छ अनि हिजो सफा गर्नुपर्ने थियो अनि त्यही भएर म एक्लै गएको थिएँ। फर्स्टमा मम्मीहरु बुस लिन जानु भएको थियो। त्यसपछि म कुखुरा फर्ममा गए। हेर्न सक्नुहुन्छ यस्तो भएको छ। फोहोर सफा गरिरहनु पर्छ के, फोहोर गरिहाल्छन्। अनि त्यसपछि म चाहिँ भित्र पसिसकेको छु। पछाडी देख्न सक्नुहुन्छ यति ठुलो छ हाम्रो खोर। त्यसपछि एकछिनपछि अमन पनि आउनु भयो अनि मैले र अमनले मिलेर फाल्दै छौं। त्यसपछि हामीले चाहिँ सबै निकालेर सकिसकेको थियौं। यो बोक्न मात्र बाँकी थियो अनि त्यति बेला चाहिँ मम्मीहरु आउनु भयो भुस लिएर। नानी र मम्मी जानु भएको थियो अनि लिएर आउनुभयो अनि मैले त्यसरी सफा गर्दै उठाइदिदै छु अनि मम्मीले र अमनले चाहिँ बोक्दै हुनुहुन्थ्यो। बोकेर हामीले चाहिँ घरको अलि पर लगेर खेतको बीचमा फाल्छौं अनि त्यहाँको सबै हामीले सकाइसक्यौं बोकेर। अनि त्यसपछि यो चाहिँ पहिलाको क्लिप हो, मैले पछि लिए हामीले चाहिँ यस्तो ठाउँमा राखेको थियौं। कुखुराहरु हेर्नु न, त्यही गोबरको माथि गएर बसेको थिए। अन्तिमसम्म भिडियो दिनु भएकोमा धेरै धेरै धन्यवाद। भेटौँला अर्को भिडियोमा। बाइ बाइ।